Oh my god, यसमा चाहिँ एउटा परेछ हैन है माछा आमा माछा माछा एउटा माछा परेछ है कम ब्याक टु माई युट्युब च्यानल यो भिडियो नै हुन्छ आजको चाहिँ आज हामी विशेष गरी सातो आछौ काछाको लागि माछा हाल्न आएको छ होइन खोलातिर आएको छौँ माछा पर्छ नि भाइ यो त डायर हुन्छ डायरसँग आएको छ भने खोलातिर यो खोलातिर बिहान छ चिसो छ गाह्रो छ हामीलाई हाम्रो दाइले चाहिँ अब पासा टान लाग्नु हेरौँ कसरी हामीले चाहिँ माछा पर्छन् कि नै उसमा चाहिँ खाली परेन छ यही चाहिँ एउटामा चाहिँ रहेनछ होइन अब दुसरा चेक गर्न लाग्छौँ छ कि नै हेरौँ यात्रा छ नि खोलाहरू होइन यत्रो छ यो चाहिँ के छ हामीले हिजो जाल हान्दा ढुङ्गा फुस्केको थियो यसमा गाह्रो छ क्या हामीलाई बिहान बिहानै केही छैन अझ चाहिँ 2-3टामा चाहिँ माछा परेर हिँड्छन् तर पनि ठिक छ अरू ट्रिप गरौँ अब माथिसम्म छ क्या अरे हेरौँ एउटामा त पर्छ होला सायद माछा हेरौँ माछा छन् कि नै अब यहाँनिर पनि चिसोमा के फाइदा राख्नु खतरा आयो यसमा चाहिँ के 2टा माछा परेछ यहाँ कत्रा माछा परेछ है बल्ल 3टा तान्दाखेरि एउटा माछा पऱ्यो बडा छ माछा चाहिँ होइन मुर्गा राख्दैन बल्ल 2टा माछा छैन माछा मार्नु चाहिँ हामीलाई चिसोमा खेल्नुपर्छ नि भाइ कतिको चिसो छ भाइ नै भेटेन गए फाइ छैन अब चाहिँ यता हार्नुभएको छ हामीले यो त बिचमा हानी जान लाग्नु पानी भनेर चाहिँ हानी चिसो छ के गर्ने अब अहिले टक्क लगाएर हेर्नु चिसो नभनेर के भेट्यो गएको छैन तँ कचेरा फाल्छ दाइ कचेरा छ होइन यसमा चाहिँ माछा आइरहने कचेरामै माछा एउटा आयो यसमा अनि 2टा आयो 2टा रहेछ माछा यसमा पनि ओइ जिउँदै छ त माछा माछा खतरा खाने अरे माछा गाह्रो छ कस्तो फोहोर फाल्नु रहेछ नि बोइलरको आन्दा आछ त यो चाहिँ के माछा अरे चिन्छ कसैले असला माछा नेपालको प्योर फेरि यहाँको नि मिल्दो रहेछ अहिले पखाल राख्नु यति चिसो छ कि बिहान चाहिँ झलायो कि छैन जान्छ नि लाग्ला जस्तो रोडको साइडमै छ 2टा राखेको हो त सिधै हो यतापट्टि यता सिधा हो त्यता क्या चिसो हो यार यस्तो तातो छ पानी
छ यही रहेछ त साला किन यसमा चाहिँ एउटा परेछ होइन है सब्जी नमास परेछ उता छेउ भने त लामो लामो उतै पर्ने रहेछ यार बहुत लामो आठ बजेर पर्छ किन है सरको भाइ बत्तीले ओ माई गड माछा माछा यो हो नि माछा त फाइमा यार हाई 1 किलो छ होला नि आमा माछा खाइ नपाएको हैन त्यहाँ देखेको सेटो माछा हेर्नुहोस् ओए जिउँदैछ माछा चाहिँ कतिलो हो क्या यो यहाँ पर्छ कि नै अब लास्ट बासा अनि अन्तिम बासा होइन चाहिँ माछा है आइज माछा आइज हजुर छ खै गाई यहाँ दाइले चाहिँ ठुलो माछा छ भन्नुहुन्छ होइन हेर म यहाँ कत्रो यसमा देख्यो गाई माछा पारीको यहाँनिर टाउको देख्यो यहाँनिर अच्छा है लाग्यो वाह गाई माछा हो माई गड यसमा यहाँ कस्तो गर्छ हजुर फुस्किन त यसले बाने हुन्छ ग हेर्नुहोस् गाई माछा कस्तो गर्छ त्यहाँ ओ माई गड कतिले माछा परेछ हेर पनि हजुर फुस्किन नलाग्यो तान्नु आउँछ बाने हुन्छ पुरै आइसक्यो माछा चाहिँ हेर्नुहोस् हो माई गाई जोरजारको माछा आयो यो हो नि लाइन गाई माछाको हजुर ओहो गाई माछा फाइमा 3टा परेछ त्यो माछा हारोटा होइन जोरजारको माछा छ यस्तो मैले त देखेको थिइनँ यार यत्रो माछा असला त कसम असला कत्ले हो असलै हो कि यति माछा एक झोला हो 2टा माछा यति हो नि लगाइ आज चाहिँ यति होइन भिडियो आज चाहिँ यति बाँच्नु छ हाल्यौँ अब चाहिँ घरतिर जानुपर्छ चिसो छ चिसो भयो यार खाएर फेरि कामसँग जानुपर्ने हुन्छ ल हुन्छ है दाइ जानुलाई ओके गाइज मिल्नेछौँ नेक्स्ट भिडियोमा फेरि पनि कसरी हामी पनि ट्राई गरौँ ल ओके बाई बाई